तपाईँहरू नि सबै के पोटास हानेको पोटास हाल्नु अहिले त्यही हो शिक्षातिर बसेँ सिन्धुली छोडेको गरममा नि के छ र जिन्दगी लामो छ खालीले खुट्टा भेट्ला के हो यो ए कान्छो पुरा भएको छ यो पनि हेर आमा यसरी आलु रोप्दै कृषकहरू ड्याङ बनाउने लामो ड्याङ बनाउँदैन ल यसले गर्दा 5 मिनेटमा एउटा ड्याङ बनाउँछ दामी छ राम्रो छ गरीले आएको छ पछाडि ओर्ले न के गरे त उतार आउँदा नि पछाडि ओर्ले न उतार आउँदा नि पछाडि ओर्ले न खन्नु नि पर्छ बाङ्गो पारी सिधा पार फेरि अर्को जोडी फाल्ने हो एक जोडी खन्ने अर्को जोडी फाल्ने एकै एउटा ड्याङ बनाउनलाई 3 चोटि हिँडाउँदो रहेछ केटाले 2 मिनट सक्दो रह अर्को ड्याङ बनाउन स्टार्ट यसै गैरी खेत जहाँ झोले रातपाटा सुनकोशी गाउँपालिका वार्ड नम्बर 3 रामटारती गैरी खेत आलु ड्याङ बनाउँदै केटाहरू